हेलो डाक्टर साहब नमस्ते। यो हाम्रो यो औँलाले के काम गर्छ भनिदिनु पर्यो अकुप्रेसर थेरापीको भाषामा। औँलाले के काम गर्छ भनिदिनु पर्यो। धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो क्वेसन गर्नुभयो मलाई। हाम्रा दाहिने हातमा 5वटा औँला छ, बायाँ हातमा 5वटा औँला छ, 10वटा औँला छ। जुन व्यक्तिले आफ्ना औँलाले राम्रोसँग चिन्छ त्यो व्यक्तिले घरैमा आफ्नो उपचार आफै गर्न सक्छ। मलाई सोध्नुभयो भने हजुर यो कान्छी औँलो सबैभन्दा यो औँलाहरूमा सबैभन्दा छोटो औँलो छ। यो जलतत्व हो। यो जति पनि पानीबाट हुने रोगबाट हामीलाई बचाउँछ। हामीलाई गाडीमा हिँडिरहेछौँ अर्काको गाडीमा, हामीलाई बाटोमा पिसाब लाग्यो, पिसाब अब फेर्ने ठाउँ भेटिएन अनि हामीले यो कान्छी औँलालाई यसरी दाब्यौँ, तलदेखि माथिसम्म आनन्दसँग दाब्यौँ भने हाम्रो पिसाब रोकिन्छ र हामी गन्तव्य स्थानमा गयो भने हामी पिसाब गर्न सक्छौँ। र यो साइली औँठा पनि भनिन्छ, यसलाई संस्कृतमा अनामिका औँला पनि भनिन्छ। यो तनावको औँला हो। यसमा औँठी पनि लगाइने गरिन्छ। हामीले धेरै तनाव हो, धेरै मनमा धेरै कुराहरू खेले भनेपछि यही औँलालाई हामीले यसरी दाब्यौँ, तलदेखि माथिसम्म दाब्यौँ भने तनावबाट कम गर्छ। यसलाई पृथ्वी तत्त्व पनि भनिन्छ। यो कान्छी औँलो जल, यो साइली पृथ्वी, माझी आकाश र यो औँलालाई चाहिँ के भनिन्छ, यो चोर औँलालाई चाहिँ वायु तत्त्व भनिन्छ र यो बुढी औँलालाई अग्नि तत्त्व भनिन्छ। यसको विभिन्न किसिमको काम गर्छ। यो जलबाट बचाउने भयो, यो तनावबाट मुक्त गर्ने भयो। यो आकाश तत्त्व आकाश भनेको खाली, हामीले ढाड देख्यो, कमर देख्यो भने यहाँ हामीले यसरी थिच्यौँ भने कमुनी भयो। घुँडा देख्यो भने यो भाग र यो भाग र यहाँ थिच्यो भने घुँडा पनि सन्चो हुने भए। र कहिलेकाहीँ हामी बसेको बेला हाम्रो खुट्टाहरू निदायो, झमझम गर्यो, अक्सिजनको कमी भयो भनेपछि हामीले यो तलदेखि माथिसम्म हामीले यसलाई थिच्यौँ भने हाम्रो शरीरमा अक्सिजनको लेभलको वृद्धि हुन्छ। यो बुढी औँलो भनेको स्मरण शक्ति वृद्धि गर्ने। कहिलेकाहीँ कुनै ठाउँमा केही राति बिर्स्यो, कसैले नाउँ सोध्यो भन्न सकिएन भने यही औँलालाई हामीले राम्रोसँग थिच्दिउँ बुढी औँलालाई भनेपछि स्मरण शक्तिको वृद्धि आउँछ। फलानाको नाउँ यो भन्न सक्छौँ। र टाउको दुख्यो भने यहाँ बुढी औँलाको टुप्पामा हामीले यसरी थिच्यौँ भने टाउको दुखेको सन्चो हुने भयो। घाँटी गलाहरू बस्यो भने यहाँ थिच्यो भने सन्चो हुने भयो। यो भागमा हामीले थिच्यौँ भने थाइराइड सन्चो हुने भयो। कसैलाई धेरै खोकी लाग्यो भने यो भाग यसरी थिच्यो भने खोकी सन्चो हुने भयो। कसैलाई अब युटस, महिलाहरूको युटस सम्बन्धी समस्या भने यहाँ थिच्ने। पुरुषको प्रोस्टेट ग्ल्यान्ड चाहिँ एक्टिभ भएन भने यहाँ थिच्ने। आँखा चाहिँ हाम्रो कमजोर भयो भने यहाँ थिच्ने। कान चाहिँ हामीले कम सुन्न लाग्यो भने यहाँ थिच्नुहोस्। र हामी यात्रा गरिरहेछौँ, यात्राको समयमा कसैलाई उल्टी आउने, भमिटिङ हुन्छ, भमिट हुने व्यक्तिले यो माझी औँलाको यहाँ माथितिर यहाँ थिच्नुभयो, यसरी थिच्नुभयो भने उल्टी बन्द भइहाल्छ। र यतातिर यो 3 औल यहाँ माथि यसरी यहाँतिर 3 औल यहाँतिर थिचिदिनु भयो यो हातको हत्केलाको यहाँ भनेपछि यो उल्टी यहाँ बन्द हुने भयो। कसैलाई पाइल्स रोग छ, पाइल्स रोग हुनेले यहाँतिर छिन्नुको दिशाबाट रगत बगिरहेको छ भने यहाँ थिचिदिनुहोस्, पाइल्स रोग सन्चो हुने भयो। पाइल्स पनि ठिक हुन्छ। पाइल्स पनि ठिक हुन्छ। यो जसले आफ्नो हातलाई राम्रोसँग चिन्छ त्यो जीवनमा सधैँ खुसी मात्रै हुन्छ, सुखी मात्रै हुन्छ। यो कसैको ढाडका नसाहरू च्याप्या छन्, ढाडहरू दुख्छ भने यो बिचमा यहाँबाट दाब्दै यहाँबाट थिच्दै आउनुहोस्। र यो यहाँतिर दबक्क यहाँ दाब्नुभयो भने ढाड दुखेको सन्चो हुने भयो। कसैको सर्भाइकल घाँटीहरू दायाँ पनि नजाने बायाँ पनि नजाने त्यस्तो भयो भने हाम्रो यहाँ यो घाँटीको समस्या हुनेले पछाडिको यहाँ दाब्नुहोस्। यहाँ कसैको यो फ्रोजन सोल्जर, यो कुमहरू यता पनि नजाने माथि पनि नजाने तल पनि नजाने भयो भनेपछि यो भाग यहाँतिर यसरी यहाँ थिच्दिनुहोस्, यहाँ यसरी यहाँ थिच्नुहोस् र यो भाग यसरी थिच्दिनुहोस् र यो भाग थिच्नुभयो भने यसरी यहाँदेखि यहाँ तलसम्म सबै समस्या समाधान हुन्छ। यो माई ह्यान्ड इन माई हेल्थ, मेरो हात मेरै औषधि। जसले आफ्नो हात आफ्नो चिन्छ त्यो जीवनमा सँगै खुसी मात्रै हुन्छ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा पश्यन्तु दुःखभाग् भवेत्। ल धन्यवाद।